अन्ततः बालेन शाहले गरेको बाचा पूरा भयो। बर्दियाबाट सुरु भयो सुकुम्बासीलाई लाल पूर्जा वितरण प्रक्रिया। 29 भूमिहीन परिवार बने जग्गाधनी। हातमा लाल पूर्जा पाएपछि बालेन सरकारलाई दिए मुरी धन्यवाद। पश्चिमेन बालेन सरकारले लामो समयदेखि समाधान हुन नसकेको भूमिहीन समस्यालाई सम्बोधन गर्दै बर्दियाको बढैयाताल गाउँपालिकाबाट जग्गाधनी प्रमाण पूर्जा अर्थात् लाल पूर्जा वितरण कार्यको औपचारिक सुरुवात गरेको छ। यस अभियान अन्तर्गत पहिलो चरणमा 29 भूमिहीन सुकुम्बासी तथा दलित परिवारलाई लाल पूर्जा हस्तान्तरण गरिएको छ। विगतका नेतृत्वले सम्बोधन गर्न नसकेको यस कार्यलाई सरकारको एक उदाहरणीय र जनपक्षीय कदमका रूपमा हेरिएको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व प्राप्त गर्न नसकेका ती परिवारले लाल पूर्जा पाएसँगै कानूनी रूपमा जग्गाधनीको मान्यता प्राप्त गरेका छन्। यससँगै उनीहरूले बैंकिङ सेवा, ऋण सुविधा तथा विभिन्न सरकारी सेवामा सहज पहुँच पाउनेछन्। आजसम्म कसैले गर्न नसकेको काम बालेन शाहले गरेका छन्। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको दीर्घकालीन समस्या समाधान गर्दै उनीहरूलाई कानूनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले लाल पूर्जा वितरण अभियानलाई थप प्रभावकारी बनाइनेछ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले भूमिहीन नागरिकको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेको बताउँदै बर्दियाबाट यो कार्यको सुरुवात भएको अभियानलाई क्रमशः देशैभरि विस्तार गरिने जानकारी दिएकी छिन्।